गाइज वेलकम ब्याक टु द च्यानल। आज चाहिँ हामी क्लास 11-12 हैन कम्पलसरी इङ्ग्लिस ग्रामर टपिक 3 एडजेक्टिभ र एडभर्ब पढ्न गइरहेका छौँ है त। योभन्दा अघिल्लोको भिडियोमा हामीले भोइस र सब्जेक्ट भर्ब एग्रिमेन्ट पढेका छौँ। यदि हेर्नुभएको छैन भने हेर्नुहोस् है त। यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिन भने नबिर्सिनु होला है त। अब चाहिँ विषयवस्तुतिर प्रवेश गरौँ। आज चाहिँ मैले एडभर्ब एडजेक्टिभ अनि यो पोजिटिभ कम्पेरेटिभ सुपरलेटिभ डिग्रीमा एडभर्ब र एडजेक्टिभ कसरी युज गर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु है त। सबैभन्दा सुरुमा एडभर्ब सुरु गरौँ है त। एडभर्ब भन्नाले क्रिया विशेषण भन्ने बुझाउँछ। यसले चाहिँ डिस्क्राइब टु द भर्ब, यो एडभर्बले जहिले पनि भर्बको डिस्क्राइब गर्छ। एडजेक्टिभमा यदि एलवाई लायो भने त्यो एडभर्ब बन्छ। उदाहरणका लागि केयरफुल भन्ने यो एडजेक्टिभमा एलवाई लायो भने के भयो त केयरफुल्ली भयो। यो केयरफुल्ली यदि एलवाई धेरै जेनरली धेरै जसो एलवाई लागेका वर्ड नै एडभर्ब हुन्छन्। यो केयरफुल्ली भन्ने के हो त यो एउटा एडभर्ब हो। अब 2 नम्बरमा हेरौँ डिस्क्राइब टु द भर्ब। भर्बको डिस्क्राइब गर्ने वर्ड के हो त एडभर्ब हो। भन्नुको मतलब निशा स्पिक्स इङ्ग्लिस भेरी वेल। यो स्पिकलाई वेलले डिस्क्राइब गरेको छ। भन्नुको मतलब वेल के हो त हाम्रो एडभर्ब हो है त। बुझ्यो साथीहरू। जेनरली एलवाई लागेका शब्दहरू एडभर्ब हुन्छन् हैन। एडजेक्टिभमा एलवाई लाग्यो भने त्यो एडभर्ब बन्छ जहिले पनि। यदि कुनै पनि वर्डले भर्बको डिस्क्राइब गरेको छ भने त्यो चाहिँ के हो त एडभर्ब हो। उदाहरणका लागि यहाँ स्पिकलाई यो वेलले डिस्क्राइब गरेको छ। भन्नुको मतलब वेल के हो त एडभर्ब हो है त। अब 2 नम्बरमा छ हाम्रो एडजेक्टिभ है साथीहरू। अब एडजेक्टिभ के हो भन्ने कुरा बुझौँ। एडजेक्टिभलाई नेपालीमा विशेषण भन्छ साथीहरू। यसले चाहिँ यदि नाउनको डिस्क्राइब गर्ने वर्ड जति पनि छन् नि त्यो के हुन्छ त एडजेक्टिभ हुन्छ। सीता इज अ ब्युटिफुल गर्ल। यो ब्युटिफुलले केलाई सिम्बलाइज गरेको छ त भन्दा सीतालाई। सीता भनेको के हो त नाउन हो, नाम हो होइन। सीतालाई डिस्क्राइब गरेको छ ब्युटिफुल भन्ने वर्ड। त्यसैले ब्युटिफुल भन्ने वर्ड के हो त एडजेक्टिभ हो। जेनरली नेपालीमा भन्दा कुन कस्तो कति कत्रो प्रश्न गर्दा उत्तरको रूपमा आउने सबै वर्डहरू के हुन् त एडजेक्टिभ हुन्। भने एडभर्ब भनेका कहाँ कसरी कहिले प्रश्न गर्दा उत्तरका रूपमा आउने जति पनि शब्द छन् त्यो के हो त एडभर्ब हो। अब बुझौँ साथीहरू, स्क्रिनसट लिनुहोस् है त। अब बुझौँ पोजिटिभ कम्पेरेटिभ र सुपरलेटिभ डिग्रीलाई। यदि एडजेक्टिभ र एडभर्बमा पोजिटिभ कम्पेरेटिभ सुपरलेटिभ डिग्री युज गर्न भनेको छ भने कसरी युज गर्न सकिन्छ भन्ने कुरा यहाँ हेरौँ है त। अब पहिला चाहिँ हामीले पोजिटिभ डिग्री भनेको के हो, कम्पेरेटिभ डिग्री भनेको के हो, सुपरलेटिभ डिग्री भनेको के हो भन्ने पढ्छौँ है त। पोजिटिभ डिग्री भनेको सिम्पल वर्ड, मानौ बिग टल होइन अरू के हुन्छ अनि ब्युटिफुल यस्ता वर्डहरू के हुन् त भन्दा पोजिटिभ डिग्री हुन्छन्। यो चाहिँ सिम्पल वर्ड। जेनरली कस्ता वर्ड भन्ने बुझौँ भन्दा बिग टल स्लो होइन ब्युटिफुल यस्ता वर्डहरू के हुन्छन् त भन्दा पोजिटिभ डिग्री हुन्छ। यदि पोजिटिभ डिग्रीमा इआर लगाउने हो भने कम्पेरेटिभ डिग्री भन्छ। अनि पोजिटिभ डिग्रीमा इएसटी लाउने हो भने सुपरलेटिभ डिग्री भन्छ है साथीहरू। यदि 2 वा 3 भन्दा बढी स्याबल्स हुन्छ नि साथीहरू हो त्यस्तोमा मोर र मस्ट लाइन्छ है साथीहरू। अब यहाँ हेरौँ है साथीहरू, एउटा अन्डरफुल भन्ने वर्ड छ। अब यसमा कति स्याबल छन् भन्दा एउटा दुईटा तीनटा स्याबल छन्। भनेपछि यो हाम्रो पोजिटिभ डिग्री हो। कम्पेरेटिभ डिग्री गराउँदा के हुन्छ त भन्दा मोर अन्डरफुल भयो होइन। अनि सुपरलेटिभ डिग्री गराउँदा के हुन्छ त भन्दा मस्ट अन्डरफुल हुन्छ है साथीहरू। त्यही नै कुरा हो। कम्पेरेटिभ डिग्रीमा मोर लाग्छ, सुपरलेटिभ डिग्रीमा मस्ट लाग्छ। अब यहाँ बुझौँ के भयो पार पोजिटिभ डिग्री युज गर्ने, के भयो पार कम्पेरेटिभ डिग्री युज गर्ने, के भयो पार सुपरलेटिभ डिग्री युज गर्ने भन्ने कुरा म बुझाउँछु है त। पोजिटिभ डिग्रीमा यदि अलमोस्ट नियरली होइन अनि अस डट अस जस्ता वर्डहरू आएका छन् भने त्यसमा हो यदि 3टा वर्ड आएका छन् भने त्यसमा पोजिटिभ डिग्री युज गर्नुपर्छ। भनेपछि कुनै पनि सेन्टेन्समा अलमोस्ट आएको छ त्यसपछि खाली ठाउँ छ भने त्यसमा पक्कै पोजिटिभ डिग्री हुन्छ। यदि कुनै पनि वर्डमा नियरली आएको छ त्यसपछि खाली ठाउँ छ भने त्यसमा के हुन्छ त जहिले पनि पोजिटिभ डिग्री हुन्छ साथीहरू होइन। यदि अस डट अस छ भने त्यसमा जहिले पनि पोजिटिभ डिग्री हुन्छ। भन्नुको मतलब आई कान्ट वर्क अस डट अस आई युज टु 5 years एगो। अब यसमा हार्ड भनेको पोजिटिभ डिग्री हो साथीहरू। हार्डर भनेको के हो त इआर लाग्यो भने कम्पेरेटिभ डिग्री हुन्छ। यसमा कुन परेको हुन्छ त भन्दा हार्ड हुने भयो साथीहरू होइन। यसमा के हुने भयो त भन्दा एचएआरडी हार्ड हुने भयो। किन भन्दा अस
अस डट डट अस आएको छ भने जहिले पनि के हुन्छ त पोजिटिभ डिग्रीको युज गरिन्छ। अब कम्पेरिटिभ डिग्री युज गर्न है साथीहरू। कम्पेरिटिभ डिग्रीमा अबिट, मच, फार, कन्सिडिभली जस्ता ओडहरू आएका छन्। कुनै पनि सेन्टेन्समा अबिट, मच, फार, कन्सिडिभली जस्ता ओडहरू आएका छन्, त्यसपछि खाली ठाउँ छ भने त्यसमा के हुन्छ त कम्पेरिटिभ डिग्रीको युज गरिन्छ है त। ल अब इक्जाम्पलका रूपमा हेरौँ है त साथीहरू। आई थिङ्क द प्रब्लम इज डट 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 फार कम्प्लिकेटेड। फार कम्प्लिकेटेड युज गर्न भनेको छ साथीहरू। अब के लाग्छ त भन्ने हामीले ध्यान दिनुपर्छ है त। अब जहिले पनि फार आयो भने हाम्रो के हुन्छ कम्पेरिटिभ डिग्री युज गर्नुपर्छ भने चाहिँ कम्प्लिकेटेडको कम्पेरिटिभ डिग्री के हुन्छ त भन्दा मोर कम्प्लिकेटेड हुन्छ। COMPLICATED मोर कम्प्लिकेटेड हुन्छ। योभन्दा अगाडि यो फार युज गर्नु पर्यो साथीहरू। फार पछि जहिले पनि के हुन्छ त कम्पेरिटिभ डिग्री हुन्छ। कम्पेरिटिभ डिग्री मोर कम्प्लिकेटेड भयो भने साथीहरू। ल साथीहरू अब सुपरलेटिभ डिग्री चाहिँ कस्ता शब्दहरू हुन् भन्दा त सुपरलेटिभ डिग्रीमा जहिले पनि मस्ट लाग्छ। यदि दुई या दुईभन्दा बढी स्याबेज छ भने मस्ट लाग्छ साथीहरू हैन। मस्ट लगाएपछि पोजिटिभ डिग्रीमा मस्ट लगाइसकेपछि पोजिटिभ डिग्रीमा मस्ट लगाइसकेपछि सुपरलेटिभ डिग्री भन्छ। र यदि पोजिटिभ डिग्रीमा ESD लाउने हो भने के भन्छ त सुपरलेटिभ भन्छ है साथीहरू। यति जाने हुन्छ है साथीहरू एडजेक्टिभ र एडभर्बमा हैन। थ्याङ्क यू फर वाचिङ। मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्न पनि नबिर्सनुहोस् है त।